नमस्कार गुड मर्निङ नेपाल हेर्दै हुनुहुन्छ एनटिभी प्लसको पर्दामा हरेक दिन बिहान 7 बजेदेखि 8 बजे आउने गर्दछु एकजना अतिथि लिएर अनि विभिन्न कम्पनीहरूले उत्पादन गरेका गीत संगीतका प्रोमोहरू पनि हामी प्रस्तुत गरिरहेका हुन्छौँ र युट्युबमा यदि तपाईले हेर्दै हुनुहुन्छ कार्यक्रम भनेदेखि किन प्रोमोहरू चाहिँ युट्युबमा बजेका छैनन् किन फुल भिडियो भन्नुहुन्छ बजेको छैन भनेर अलमल्लमा नपर्नु होला किनभने हामीले युट्युबमा पठाउँदाखेरि युट्युबमा गइसकेका गीतहरूलाई रिपिट पठाउन नमिल्ने भएको कारणले गर्दाखेरि इन्टरभ्यूलाई मात्रै हामीले पठाइरहेका हुन्छौँ युट्युबमा। आजको बसाइमा भने हामीसँग लोक तथा दोहोरी गायक हुनुहुन्छ, उहाँ सर्जक पनि हुनुहुन्छ, धेरै नयाँ त उहाँ हुनुहुन्न, उहाँको गीत बजिरहेको छ। आजको बसाइमा देवेन्द्र लामिछाने हुनुहुन्छ, यतिखेर उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। देवेन्द्रजी यहाँलाई स्वागत छ, गुड मर्निङ नेपाल। हजुर धन्यवाद, नमस्कार हजुरलाई लगायत यतिखेर एनटिभी प्लसको पर्दामा कार्यक्रम गुड मर्निङ नेपाल हेरेर सम्पूर्ण श्रोता दर्शकहरूलाई मेरो नमस्कार। नयाँ गीत लिएर आउनु भएको छ? भर्खरै आएको छ नयाँ बजिरहेको छ, गुड मर्निङ नेपालमा धेरै समय भयो बजिरहेको। यो देवेन्द्रजीको कति एल्बम हो यो? यो मेरो स्वरमा रेकर्ड भएको चाहिँ 6 ठाउँ हो र 6 ठाउँ एल्बम हो मेरो आवाजमा रेकर्ड भएको। आफूले लेखेको सङ्गीत लय दिएको चाहिँ धेरैवटा एल्बम धेरै भइसकेको छ, त्यो चाहिँ यहाँ ठ्याक्कै अलि गनेको पनि छैन तर धेरै भइसकेको छ लेखेको लय गरेको। यो गीतलाई चाहिँ रेस्पोन्स कस्तो आइरहेको छ? अब अहिलेको समयमा त अलिकति अर्कै टाइपको गीतहरू आइरहेछ नि, यहाँलाई थाहा छ नि होइन भन्न खोजेँ कि मैले। हजुर हजुर, अलि फास्ट गीतहरू धेरै आइरहेको छ, यो चाहिँ अलिकति स्लो गीत छ तैपनि अब सुन्ने श्रोता साथीहरूले दर्शकहरूले चाहिँ अब राम्रो मन पराइदिनु भएको छ। मेरो अब सुरुवातको मेरो जुन यो लय मेरो आफ्नै लय भएको भर्खर दोस्रो गीत हो भन्नुपर्छ होइन, त्यही भएर कारणले गर्दा पनि राम्रो छ, उत्कृष्ट छ भनेर मन पराइदिनु भएको छ, प्रतिक्रिया राम्रै पाइरहेको छ। रेकर्ड त 6 वटा गरिसक्नु भएको रहेछ त? हजुर। तर यो 6 वटाको अन्तरालमा हामीले देवेन्द्रजीले तपाईँ गाउनुहुन्छ दोहोरी, मलाई थाहा छ, मैले रेडियोमा कार्यक्रम चलाउँदाखेरि तपाईँ दोहोरीमा विशेष गरी भाग लिने गर्नुहुन्थ्यो, फोनबाट धादिङबाट होइन, धेरै दोहोरी गाउनुहुन्थ्यो, सायद रेकर्ड पनि त्यतिखेर गरिसक्नु भएको थियो होला। किन तपाईँ धादिङमै बस्नुहुन्छ, त्यो कारणले गर्दा अगाडि बढ्ने अवसर नपाउनु भएको? बसाइ त मेरो धादिङ कहिले काठमाडौँ भइरहन्छ, तर पहिला गीतहरू चाहिँ अडियो मात्र रेकर्ड भएर अडियो मात्रै जुन एफएमहरूमा बस्थ्यो, टेलिभिजनमा चाहिँ बज्ने त्यति अवसर पाएको थिएन होइन, भिडियो बनाएको थिएन त्यति धेरै। त्यस कारणले गर्दा पनि चाहिँ अलिकति दर्शक श्रोताले चाहिँ अब भिडियो हेरिरहन पाउनु भएको थिएन। त्यस कारणले अब चाहिँ भिडियोको जमाना अब धेरै माथि पुगिसकेको छ कि अब भिडियो बिना गीतै नचल्ने, गीतै नसुन्ने, दर्शकहरूले भिडियो नहेरिकन गीतको मजा नै नलिने भइसकेको छ। त्यस कारणले गर्दा पनि अब चाहिँ भिडियो गर्नुपर्छ, बरु सङ्ख्यात्मक हिसाबले थोरै गीत गरौँ, भिडियो बनाऊँ भन्ने। तर भिडियो बनाऊँ हजुर, त्यो हिसाबले 3-4 वर्ष मैले रेडियोमा काम गर्दा तपाईँ मेरो श्रोता हुनुहुन्थ्यो, अदृश्य हुनुहुन्थ्यो, पहिला। हजुर हजुर। जब मैले गुड मर्निङ नेपाल सुरु गरेँ तपाईँले पनि नयाँ गीत भिजुअल पनि गर्नुभयो होइन, अब अहिले आज तपाईँ अतिथि भनेर आउनु भएको छ। श्रोता भनेर गीत गाउन मजा हुँदो रहेछ कि गेस्ट भनेर, अतिथि भनेर, कलाकार भनेर आएर चाहिँ इन्टरभ्यू दिन मजा आउँछ? अब त्यो बेलामा श्रोता भनेपछि अब त्यतिखेर चाहिँ एकदमै मिडियालाई एकदमै माया गर्ने, टेलिभिजन होस् या एफएम होस् सबैलाई होइन, त्यतिखेर अब अरूको गीत गाइन्थ्यो, अरू गीत कमेन्ट गरिन्थ्यो, अब भन्दाखेरि सजिलो हुन्छ, अरूको गीत जसरी गाए पनि भयो, तर अलिकति कलाकार भइसकेपछि आफूले गरिसकेपछि अलिकति राम्रो गर्नुपर्छ, त्यस कारणले कलाकार बन्नलाई अलिकति गाह्रै छ, श्रोता बन्न त सजिलो छैन। श्रोता बनेर चाहिँ जसरी अरूको गीतहरूमा कमेन्ट गर्न मजा आउँछ अनि एक प्रकारको चाहिँ घमण्डले बोलिन्छ, तपाईँले गीतमा यस्तो गर्नुभयो त्यस्तो गर्नुभयो भनेर जब आफैलाई पर्छ नि, आफै कलाकार बनिन्छ नि, अनि त्यतिखेर आफ्नो गीतको बारेमा के भन्ने, अरूले भनिदिएकोमा पनि चित्त दुख्ने कुरो भएन। गाह्रो छ। नयाँ गीत हामी सुन्छौँ नि, सुनाउनुहोस् न। ल हुन्छ, यो अहिले जुन गुड मर्निङ नेपालमा पनि हेरिरहनु भएको छ दर्शकहरूले, यो गीत म थोरै गाउँछु। सँगै जिउने सपना मर्ने थियो, भयो जेतै नहुनु पर्ने थियो, दुबईको चाहना एउटै हुँदा नि, तिम्रो चाह म थिएँ, मेरो चाह तिमी थियौ, आखिर तिम्रो भैनामा जति रुँदा नि। हुन्छ देवेन्द्रजी, कुराकानीलाई निरन्तरता दिनेछौँ। देवेन्द्र लामिछाने हुनुहुन्छ, लोक तथा दोहोरी गायक, सँगै उहाँ सर्जक पनि हुनुहुन्छ, धेरै गीतहरू सृजना गरिसक्नु भएको छ, लय पनि दिइसक्नु भएको छ, दोहोरीकै फाँटमा उहाँ हुनुहुन्छ।
गुड मर्निङ नेपाल हेर्दै हुनुहुन्छ एनटिभी प्लसको पर्दामा एनआर मल्टिपर्पज कम्पनी प्रालीको प्रस्तुतिमा रहेको गुड मर्निङ नेपालमा तपाईँ विज्ञापन बजाउन चाहनुहुन्छ, प्रोमो बजाउन चाहनुहुन्छ भने गीतको समयमा जब हामी प्रोमो बजाइरहेका हुन्छौँ त्यतिखेर स्क्रोलमा फोन नम्बर देखाइएको हुन्छ। सोही फोन नम्बरमा तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ, सम्पर्क गर्न सक्नुहुनेछ। आजको बसाइमा भने हामीसँग लोक तथा दोहोरी गायक अनि सर्जक हुनुहुन्छ देवेन्द्र लामिछाने हुनुहुन्छ। देवेन्द्रजी फेरि पनि यहाँलाई स्वागत छ। धन्यवाद। यो यहाँको पहिलो गीत हो जुन गीत चाहिँ छायाङ्कन भएको छ, जुन गीत चाहिँ विभिन्न टेलिभिजनहरूबाट मजाले पेलिरहनु भएको छ। हजुर, योभन्दा अगाडि एउटा हामी 4 जना भएर मिलेर गरेको थियौँ, त्यसको पनि छायाङ्कन भएको थियो, तर त्यति मिडियामा चाहिँ त्यो अवसर भएको थिएन। जति यो गीतले पाएको छ, अघि तपाईँले गाउनुभयो होइन? यो गीत चाहिँ अहिले अब शिवदर्शन डिजिटलबाट आएको छ। धेरै ठाउँमा गुड मर्निङ नेपाल लगायत धेरै ठाउँमा चाहिँ यसको भिडियोहरू हेर्न सक्नुहुन्छ दर्शकहरूले, प्रोमोहरू हेर्न पाउनुहुन्छ होइन? यो गीत स्याड गीतै भन्नुपर्छ हामीले, किन यतिखेर त अलिकति अब भिडियो गरिसकेपछि धेरै मिडिया प्रमोसन गर्ने हो भनेदेखि त अलिकति चटक मटक पाराको गीत बनाउनु भएको भयो नि त? हुन्छ नि, सोच्नु भएको थियो? यस्तै गीत धेरै पहिलादेखि सोचिरहेको गीत थियो अनि त्यस कारणले यही गीत रेकर्ड गरियो होइन। अब विचारमा छु, अब फास्ट गीत, अब स्टेज तताउने खालको अब फास्ट गीत पनि बनाउने विचारमा छु। यो गीत तपाईँले प्रसारण गरे बापत तपाईँलाई केही आम्दानीका स्रोतहरू कतै भएका छन् कि होइन? एक प्रकारको सबैले अब राम्रो छ भन्नुभएको छ, सबैतिर बजिरहेछ, गर्नुपर्छ भन्ने तपाईँको धारणा? अब त्यो त अब आम्दानीको स्रोत भन्दा नि अब यो क्षेत्रमा लागिसकेपछि अब आम्दानी भएन भनेर छोड्न पनि नसकिने हुन्छ होइन। त्यही हो, अब सहयोग गर्ने साथीहरू पनि कहिलेकाहीँ फेला परिन्छ। यो गीतमा पनि हाम्रो निर्माता बिन्दु विष्ट हुनुहुन्छ, उहाँले धेरै सहयोग गर्नुभएको छ होइन। हजुर, सहयोगी हातहरू आइरह्यो भने त अगाडि बढिरहन पनि गाह्रो छैन नि होइन? त्यही त। एउटा गीत सुनाइदिनुहोस् न। अब अर्को गीत कुन गर्नुभएको थियो? 4 जना मिलेर छायाङ्कन पनि भएको गीत हो यो भन्नुभयो? हजुर, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि आएको गीत थियो होइन। अलिकति फास्ट टाइपको तर अलिक छुट्टै खालको, अलि यो हाम्रो काठ क्षेत्रमा बढी मन परेको गीत थियो। म त्यो थोरै गुनगुनाउँछु। सबले भन्छन् यस्तै हुन्छ उमेर पुग्छ जब, सबले भन्छन् यस्तै हुन्छ उमेर पुग्छ जब, बालापनले डाँडै काट्यो बैस लाग्यो अब, माया तिमीलाई भेट हुन्छ भनी घुम्छु तिम्रै घर छेउछाउ फन फानी, माया तिमीलाई भेट हुन्छ भनी घुम्छु तिम्रै घर छेउछाउ फन फानी, घुम्छु तिम्रै घर छेउछाउ फन फानी, घुम्छु तिम्रो घर छेउछाउ फन फानी। हजुर, यस्तो खालको गीत थियो। यो नि तपाईँको शब्द हो? यसमा मेरो शब्द अनि जनक लामा हुनुहुन्छ मेरो एकदमै आत्मीय मित्र, उहाँको लय रहेको। यो चाहिँ अब गाउँतिर गाइने एउटा टिपिकल खालको गीत हो। गाउँतिर चाहिँ चल्छ एकदमै, अब यो जात्राहरूमा उता एकदमै गाउने खालको गीत। जात्राहरूमा चाहिँ दोहोरी गाउन मजा हुन्छ, रमाइलो हुन्छ। हुन्छ, अझै पनि हामी कुराकानीलाई अगाडि बढाउनेछौँ। देवेन्द्र लामिछाने हुनुहुन्छ, लोक तथा दोहोरी गायक अनि सर्जक पनि उहाँ हुनुहुन्छ। गुड मर्निङ नेपाल हेर्दै हुनुहुन्छ एनआर मल्टिपर्पज कम्पनी प्रालीको प्रस्तुतिमा रहेको गुड मर्निङ नेपालमा। आजको बसाइमा लोक तथा दोहोरी गायक हुनुहुन्छ हामीसँग देवेन्द्र लामिछाने हुनुहुन्छ। नाम तपाईँले रेडियोहरूमा धेरै सुन्ने गर्नुहुन्छ, उहाँ श्रोता बनेर आउनुहुन्छ, फोन इन कार्यक्रममा, टेलिभिजनहरूमा पनि फोन इन कार्यक्रममा धेरै श्रोता बन्नुहुन्थ्यो। आज अतिथि बनेर चाहिँ गुड मर्निङ नेपालमा आउनुभएको छ, पुरा स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। अब के छ देवेन्द्रजी, अहिले त अब तपाईँ जस्तो गायकहरू धेरै हुनुहुन्छ यो क्षेत्रमा, अझ नयाँ धेरै हुनुहुन्छ जसलाई चिनेर साध्य पनि हुँदैन। थोरै चल्नु भएको छ, थोरैको नाम मात्रै दर्शक श्रोतालाई याद हुन्छ, धेरैको नाम यादै हुँदैन, उहाँहरू हराउनुहुन्छ, त्यस्तो भइरहेछ। के गर्नुहुन्छ अब तपाईँ चाहिँ, कसरी निरन्तरता? म त अब लगभग 5 वर्ष जति हुन लागेको क्षेत्रमा निरन्तरता दिइरहेको छु होइन। अब अझै पनि निरन्तरता दिनेछु। दर्शक श्रोताहरूको माया सधैँ यसरी बढ्दै गइरह्यो भने अवश्य पनि कुनै दिन अब स्थापित हुने मेरो उद्देश्य चाहना पुरा हुनेछ। पुरा हुन्छ जस्तो तपाईँलाई लाग्छ है? अब अहिले त एल्बम गर्नेहरू धेरै हुनुहुन्छ, तपाईँले अघि भन्नुभएको जस्तै सहयोगी हातहरू पनि धेरै आइदिरहेको हुन्छ। दोहोरी क्षेत्रमा, दोहोरी साँझमा काम गर्नुभएका धेरै जसो गायक गायिकाहरूले पनि आफ्ना एल्बमहरू प्रस्तुत गरिराख्नु भएको छ। छोटो समयमा स्वदेश विदेशका कार्यक्रमहरूमा पुगिसक्नु भएको छ होइन। यसरी यसलाई कन्टिन्युटी गर्नको लागि, यसलाई निरन्तरता दिनको लागि त आफूले पनि त पहल गर्नुपर्ने हुन्छ। आफूले पनि केही गर्नुपर्छ, त्यतिकै त
हुँदैन नि। हुँदैन। हजुर। अब एउटा हामी प्रस्तुति सुन्छौँ, कुन सुनाउनुहुन्छ? हुन्छ, मैले यो चाहिँ मेरो योभन्दा अगाडि धेरै गीतमा मैले शब्द मात्र बनाएको थिएँ होइन, लगभग 15-20वटा गीत जति पुग्यो होला। यो चाहिँ मैले फर्स्ट लय गरेको गीत एउटा धादिङको बहिनी हुनुहुन्छ सलिना बराल, जुन बजारमा आउने तयारीमा छ, अडियो आइसक्यो, भिडियो बन्ने तयारीमा छ। यो गीत चाहिँ म थोरै गाएर दर्शक श्रोतालाई सुनाउँछु है त। ए हो अँधेरीमा साथ छोड्यो छायाले, पागल प्रेमी बनायो मायाले, तडपी तडपी यो मन रोको छ, चोखो माया लत्याउँदै टाढा भयौ निष्ठुरी, अन्तिम इच्छा भेट्ने धोको छ। यो गीत चाहिँ छायाङ्कन भएन, रेकर्ड चाहिँ भइसक्यो। हजुर, बाँकी छ छायाङ्कन। हुन्छ, कार्यक्रमको अन्त्यमा छौँ, के भन्नुहुन्छ दर्शक श्रोतालाई? दर्शक श्रोतालाई यतिखेरसम्म प्रस्तुति कार्यक्रम हेरिदिनु भयो, गीत सङ्गीतलाई माया गरिदिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी नै हजुरहरूको साथ सहयोगको सधैँ म अपेक्षा गर्दछु र हजुरलाई पनि गुड मर्निङ नेपालमा मेरो पहिलोचोटि अन्तर्वार्ता हो यो। यहाँ बोलाएर मेरा केही भनाइहरू दर्शक श्रोतामा मात्र राख्ने अवसर दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद देवेन्द्रजी यहाँलाई है त। गुड मर्निङ नेपालमा आजको बसाइमा हामीसँग लोक तथा दोहोरी गायक हुनुहुन्थ्यो देवेन्द्र लामिछाने। उहाँले धेरै शब्दहरू पनि कोरिसक्नु भएको छ, लय पनि बनाइसक्नु भएको छ, तर छायाङ्कन कम भएको कारणले गर्दाखेरि चिन्नको लागि अलिकति अप्ठ्यारो पनि तपाईँलाई भयो होला। आज उहाँको बिल्कुलै नयाँ गीत गुड मर्निङ नेपालमा बजिरहेको छ, स्टार्टिङमै तपाईँले हेर्न सक्नुहुनेछ। गुड मर्निङ नेपालमा कुराकानी आउनुभन्दा अगाडि नै आजको बसाइ यति नै। भोलि फेरि म एकजना अतिथिको साथमा गुड मर्निङ नेपालमा आउनेछु। भोलि फेरि भेटौँला, आफ्नो ख्याल राख्नुहोला। आजलाई भने नमस्कार।